अहिले नेपालभरिका भोटहरू चाहिँ गनिन सुरु भइसकेका छन् र यो भिडियो चाहिँ लास्टसम्म हेर्नुहोला किनभने यो भिडियोमा चाहिँ म तपाईलाई सबैको भोटहरू चाहिँ भन्नेवाला छु। झापा 5 मा बालेन शाहको 3160 भोट, केपी ओलीको 1369 भोट र नेपाल कम्युनिस्ट पार्टीको चाहिँ 90 भोट आएको छ। त्यसैगरी अहिले चितवन क्षेत्र नम्बर 3 मा चाहिँ सोभिता गौतम लिडमा छिन्। सोभिता गौतमको अहिलेसम्म 2589 भोट आएको छ। रेणु दाहालको 1786 र नेपाल कम्युनिस्ट पार्टीको चाहिँ 537 आएको छ र काठमाडौँ क्षेत्र नम्बर 1 मा चाहिँ घण्टीको उम्मेद्वार रन्जु निपानेको चाहिँ 10,000 भन्दा बढी मत आएको छ। त्यसैगरी नेपाली कांग्रेसको 4733 र राष्ट्रिय प्रजातन्त्र पार्टीको चाहिँ 2744 छ र रुकुम पूर्व भाग क्षेत्र नम्बर 1 मा चाहिँ माओवादी नेता प्रचण्ड चाहिँ लिडमा छन् र उनको चाहिँ 1451 भोट चाहिँ आइसकेको छ र त्यसैगरी चितवन क्षेत्र नम्बर 2 मा चाहिँ रवि लामिछाने लिडमा छन्। रवि लामिछानेको 3265 भोट चाहिँ आइसकेको छ र नेपाल कम्युनिस्ट पार्टीको 1519 र त्यसैगरी भक्तपुर क्षेत्र नम्बर 2 मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी नै अहिलेसम्म अगाडि छ। आरएसपी नेता राजीव खत्रीको 2000 मत र महेश बस्नेतको चाहिँ 1281 चाहिँ पुगेको छ। सो यो भयो अहिलेसम्मको अपडेट। सबै नेपाल दाजुभाइहरूलाई शेयर गर्नु होला र बाँकी अपडेटहरू आउँदैछ, आउने बित्तिकै म तपाईलाई अपडेट गर्छु। हामीलाई फलो गरेर राख्नु होला है त।